मलाई एकदम धेरै एक्साइटेड फिल भइरहेको छ। धेरै भयो हामी नभेटेको, लगभग 4 महिनापछि सँगै हुँदा केही त्यस्तो फिल भएन होइन। छुटेपछि चाहिँ धेरै माया लाग्दो रहेछ। अब ट्रेन पनि आयो, म चढेँ र भइगएपछि अनि सँगै भेट्नुपर्छ ल। बाई। फाइनल्ली गाइज म चाहिँ आधा घन्टापछि तेनुजी झरेँ। कति लामो लाग्यो मलाई सिनोसागाबाट तेनुजी आउनुलाई। पहिला पहिला चाहिँ म यो तेनुजीको स्टेसन धेरै हिँड्थेँ। आजभोलि चाहिँ हिँड्दिनँ। म आजभोलि चाहिँ सिनोसागा बस्छु नि त, एयरलाइन युज हुन्छ, त्यही भएर चाहिँ म खासै चढ्दिनँ त्यतिर। त्यो मलाई कुर्दा कुर्दा रिसाइसक्यो। साथी भन्दा पनि दिदी हो भनौँ न। साथी चाहिँ मलाई कुर्दा कुर्दा रिसाइसक्यो, किनकि ठ्याक्कै आधा घन्टा लाग्यो गाइज यहाँ आउनको लागि चाहिँ। उसले मलाई आधा घन्टाबाट कुर्याकुरै छ। अब के गर्नु गाइज, यस्तै छ भन्नु। म चाहिँ एक्साइटेड छु उसलाई भेट्नको लागि। म चाहिँ सानो सानो कुरामा नि खुसी हुन्छु रे। त्यही भएर मलाई चाहिँ खुसी हुनको लागि, खुसी बनाउनको लागि धेरै ठुलो काम गर्नु पर्दैन। म सानो चिजमा पनि खुसी हुन्छु। अहिले गाइज अब चाहिँ म उसलाई भेट्छु होइन, तर उसलाई चाहिँ म लुकेर भेट्छु पहिला चाहिँ। म चाहिँ हेर्न गाइज यति पहिला लुकेर भिडियो बनाउँछु भनेको त पहिल्यै भेट्यो। उसलाई हेर्न सक्नुहुन्छ ऊ चाहिँ यस्तो लास्टै मेरो पैदलै खियायो न यार। कस्तो मैले आधा घन्टा कुर्यो होला। ल हेर्नु गाइज कुरा भनेको तिमी भेटेर के भन्नु छैन, सुरुमै गाली गर्छन् मेरो साथीहरू चाहिँ। यस्तो छ यस्तो कुरा साथीहरूलाई चाहिँ अलि अलर्ट राख्नु भयो। हेर्नु यस्तो छन् क्या साथीहरू। अघि भेटेको सो मैले पनि त्यही भनिरहेको थिएँ। अरूको साथीहरू चाहिँ भेट्ने बित्तिकै रुन्छ, ऊ चाहिँ मलाई भेट्ने बित्तिकै गाली गर्छ। हेर्नु त्यो त भएन है साथीहरू, त्यो त भएन। होइन यो रियल यो नाटकवाला फेन्सिङ हो साथीहरू। ए गफै गफको तालमा हामी उल्टो बाटो हिँडिन्छौँ है गाइजहरू, हेर्नु भिडियोले गर्दा तिमी बाँच्नु यति गाली खाइसक्यो होला। धन्न मैले भिडियो बनाइछु, नभए त म मर्ने रहेछु साथीहरू। हेर्न सक्नुहुन्छ मेरो साथी यति राम्री छ है। हेर्नु है, हेर्नु। कसैलाई मन पर्यो भने मलाई सिटुका सम्पर्क गर्नु। मैले भ्लग गर्न लाग्यो, फर्स्ट भ्लग हो मुला। साँच्ची हो। म त हालिदिन्छु है, जे पाइँदैन होला बुझ्यौ नि। मलाई गाली गर्न पाइँदैन ल। अब चाहिँ लाज लाग्यो मलाई हालिदिनु। म त हालिदिन्छु है फेरि। होइन हामी चाहिँ सपिङ महलमा पस्यौँ है। हेर्न सक्नुहुन्छ यी जुत्ता कपडा। अब के गर्नु साथीहरू, रिसायो पनि अब जुत्ता चप्पलमा त आउनै पर्यो। हुन त हामीसँग पैसा उसलाई चाहिँ मन पर्यो साथी। हुन त हामीसँग पैसा छैन, त्यही हेरेर जाने मात्रै त हो। त्यसो भन्ने हो। छैन त छ मसँग 5,000। यो त झन् 20,000 हो। बाई बाई लाग्यो। नकिन्ने भइसक्यो, हातले दुःख दिनु अहिले त। सस्तो केही छैन। सस्तो त जापान सस्तो भए पो सस्तो हुन्छ त। चप्पल पनि 15,000 को 6,000 हेर्नु है साथीहरू, जापानमा त चप्पललाई पनि 5,000 पर्छ होइन त। अब त चप्पल नलागिकन हिँड्नु पर्ला जस्तो छ। खाली खुट्टा हिँड्ने होइन। कस्तो पानी ढिक्का लाग्यो भने पानी नदेखिरहेको त। पानी छ र तर सिनोसागाबाट तेनुजी आउनु त धेरै टाइम लाग्दो रहेछ है। आधा घन्टाभन्दा बढी लाग्दो रहेछ। जापानको जर्सी हेर्नु साथीहरू। यो होइन के हो कि होइन, मलाई त थाहा नै छैन। म त जे नि बोलिदिन्छु। ए होइन, ए मेरो फेरि के हो के होइन है साथीहरू, मैले झुट बोलेछु। मैले जर्सीहरू चिन्दिनँ कि। हेर्नु जापानको जर्सी चाहिँ यो है गाइजहरू।
जापानको जर्सी लडेको छ ओके किन किन मन लाग्यो लास्ट ल ल किन 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 जे जे किन्नु छ किन 15,000 भयो राख्छु पैसा आयो त सकियो यार मैले पैसा के गर्नु यस्तै छ भइसक्यो सपिङ मलमा डुलेको डुले गरेर आखिरमा युनि दिदीलाई के मन पर्यो त युनि दिदी तपाईँलाई सबै मन पर्यो सबै मन पर्यो होइन ओके ओके सबै के भन्दा म त भाडा ल हामीलाई न गर्न भाडा हुन्छ सबै लिने पैसा पनि छैन क्या ओके यस्तो छ गाइजहरू हामी मन बुझाउँदै हिँड्नु पर्यो मन बुझाउने युनि दिदी चाहिँ धेरै सपिङ गर्नुहुन्छ युनि दिदीलाई बिहा गर्ने केटाले लगभग 3 लाख कमाउनु पर्छ महिनामा दादा नि एउटा गीत सुनेको छ तिमीले मेरो खर्च भरै सक्दैनौ पुऱ्याउन भन्ने गीत सुने बिहे हाइनेको त्यस्तो कसरी सुनौ म हो त्यही हो क्या युनि दिदी होइन मैले हेरेको फाइनली गाइस हामी डुली उसको बल्ल सक्यो अहिले गाइस हामी डुली बल्ल यहाँ साइड एरियामा खाजा खानालाई आइसक्यौँ है हेर्न सक्नुहुन्छ दिदी यसो गर्नु उसले मलाई यति घुमायो अब हामी फाइनली अर्डर गर्छौँ टक्क होइन टक्क खान्छौँ के बाख्न आयो अरे खानेकुरा आइसकेको छ गाइस अनि साथी चाहिँ नौमी मनोजिना गएको छ अब आइसकेको छ एउटा चाहिँ आइसक्यो अरूहरू चाहिँ अझै आउन बाँकी नै छ अब हामी खान्छौँ होइन अनि टक्क गाइस यस्तो मान्छेहरू है खानुलाई पनि त्यस्तो प्रायोरिटी दिँदैनन् फोटो खिच्नुलाई चाहिँ त्यति धेरै प्रायोरिटी दिन्छन् हेर्नु गाइजहरू हामीले यति धेरै खायौँ यहाँ हेर्न सक्नुहुन्छ उहाँ दिदीले खाइराख्नु भएको छ अझ खान सक्छौँ यदि हजुरले खुवाउनु भयो भने गाइस फाइनली गाइस हामीले खाएर पनि भ्यायौँ अब हामी घर जान्छौँ बाई बाई के अरे फाइनली गाइजहरू हामी अघि भेट्दाखेरि खुसी थियौँ अहिले दिदीले मलाई गाली गरेर पनि सक्नु भइसक्यो अब हामी छुट्टिन्छौँ अब हाम्रो कति महिनापछि भेटेको है हामी खासै भेट्नै पाउँदैनौँ बाई बाई के भयो बुवा दिदी त रुनु भयो छुट्टिनु परेर मलाई त निन्द्रा लाग्यो गाइस गएको नि त त्यही भयो राम्रोसँग जानु ल ल ल बाई बाई आसमान झर्दै झरेन कि झरिरह तिमी रुन लागिसक्यो मैले देखिसकेँ नदेखिन जाऊ पछि भेटिनु पर्छ बाई बाई मलाई गाली नगर्नु ल रिस्कुट दिदीहरू मलाई चाहिँ गाली नगर्नु है ल म भन्दा 15 मिनट अगाडि आउने हुन्छ हस् दिदी बाई 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 हामी छुट्टियौँ गाइस बाई बाई कता हो म त ओके बाई बाई छुट्टी त नराम्रो लाग्यो अब फेरि म एक्लै हुन्छु के गर्ने परिस्थितिले सधैँसँगै पनि त नबनाउने रहेछ होइन आफ्नो जिम्मेवारी पुरा गर्नको लागि सबैसँग छुट्टिनु पर्दो रहेछ यो कुरा चाहिँ थाहा भयो मलाई के गर्ने होइन हामी परिवारसँग पनि त छुटेर आयौँ त्यही हो अब परिवार भनेको साथीसँग पनि आफ्नै सपनाको लागि छुट्नु पर्दो रहेछ यो कुरा चाहिँ मलाई थाहा भयो यस्तै हुँदो रहेछ साथीहरू छुट्टिएर नराम्रो लाग्यो मलाई ऊ पनि रुनु लागेको थियो म त रोइन किनकि म स्ट्रङ छु बाई बाई यस्तै छ अब म घर जानुपर्छ म नि राम्रोसँग घर जान्छु बाई बाई गाइस यति बेरसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।